हेलो सबैजनालाई नमस्ते। अब राति आज त मेरो शुक्रबार हो, तपाईँलाई थाहै छ। दिउँसो अब लाउको त सब्जी बनाएको थियो अनि त्यहाँबाट साग बनाएको थियो। अब राति हुन्छ त के साग खाने, त्यही भएर राति अलिकति आलु भुट्दैछु। आजकल त अब पुरमा आलु त खान राम्रै लाग्दैन, नयाँ आलु थर 2 किलो ती मगाएको थिएँ, खत्तम भइसकेको त आलु पनि। आफू पनि अब खुट्टामा चोट लाग्ने भएर चाहिँ बजार जति जान सक्दैन। त्यो बहिनीको छोरालाई कहिलेकाहीँ बोलाउँछु र बजार गर्नलाई। त अब सब्जी पनि त्यस्तो केही थिएन बनाउने यस्तो, मैले नै राति अब आलु थोडा सुक्न गरेर भुट्दैछु। यस्तै दिन आलु भाजी बनाइछु। अब आमाकोले रोटी बनाइदिए, त्यही भएर आजको रातिको खाना यही हो। फेरि बिहान उठेर फेरि भागादौडी कामको, आलु भाजी भइहाल्छ। अब एकछिनमा आमालाई खाना दिन्छु, म पनि खान्छु। फेरि बिहान ड्युटी, आजभोलि ड्युटीको पनि थोडा मान्छे यहाँ बितेर थोडा दिगदारी भएको छ। थोडा टाइम टेबल बहुत माने लेटै हुँदैछ अरू दिनका दिनहरू। गर्ने बेला भइसक्यो। अहिले खाएर भाँडासाँडा धुन आउँदा ठिक्क 11 साढे 11 त पारै हुन्छ अरू बिस्तारमा गरेर आउँदा। बिहान 5 बजे 4:30 बजे नउठिकन हुन्न, काममा थोडा भ्याउन पनि दिगदारी भइहाल्छ, हतार हुन्छ। अब आलु भुट्दैछु, एकछिनमा भइहाल्छ। आमालाई दिन्छु। आजको भिडियो रातिको यति नै हो। फेरि बिहान हेरौँ, बिहान गर्न सक्यो भने गर्छु, नभए अब दिउँसैहरू भेट हुन्छ तपाईँहरूसित। हुन्छ त साथीहरू, आज रातिको यति नै हो। हुन्छ।